सञ्चालिका बहिनी ममता, कोहलपुर रात्रिकालीन क्रिकेट प्रतियोगिताको यो पहिलो संस्करण फाइनल पछिको यो समापन समारोहका सभापति एवं कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्षज्यू, यस कार्यक्रममा उपस्थित हुनुभएका यस कोहलपुर नगरपालिकाका आदरणीय नगर प्रमुख पूर्ण आचार्यज्यू, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य साथीहरू, क्रिकेट लगायत विभिन्न खेलसँग आबद्ध सबै खेलका पदाधिकारी यो प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न स्पोन्सरको रूपमा, प्रायोजक रूपमा र विविध रूपले प्रतियोगिताको आयोजनालाई पूर्णता दिन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरू, कोहलपुरवासी या बाँकी जिल्लावासी उपस्थित दाजुभाइ दिदीबहिनीहरू, उपस्थित दुईटै टिमका खेलाडी, प्रतियोगिता आयोजक समितिका सबै साथीभाइहरू, राजनीतिक दलका नेपाली कांग्रेस बाँकेका सभापति आदरणीय नारायण प्रसाद गौडेलज्यू लगायत यहाँ उपस्थित हुनुभएका सबै राजनीतिक दलका आदरणीय नेतागणहरू, उपस्थित खेलप्रेमी दाजुभाइ, पत्रकार मित्र सबैलाई मैले सर्वप्रथम त यो आज यो प्रतियोगिताको फाइनल, त्यसमा पनि कोहलपुरको टिमले जितेको छ र यस उत्साहको मौसममा मैले सबैलाई हार्दिक हार्दिक नमस्कार टक्राए नमस्कार र बधाई पनि यस कोहलपुरको टिमले एउटा रोमाञ्चक फाइनल जस्तै हुनुपर्ने फाइनल चाहिँ हामीले हेर्न पायौँ। नेपाल क्रिकेट सङ्घको तर्फबाट मेरो पनि यहाँ उपस्थित रह्यो, अन्य साथीहरू पनि आउनु भएको छ र सर्वप्रथम म यो आयोजक कोहलपुर नगरपालिका र त्यसको नेतृत्वकर्ता आदरणीय नगर प्रमुख पूर्ण प्रसाद आचार्यज्यूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। किनभने हेर्दाखेरि यो सबै उपस्थित दर्शक महानुभावहरूलाई मनोरञ्जन दिने, खुसी पार्ने सन्ध्याकालीन टेनिस बल क्रिकेट हो र सबैले त्यसको आनन्द लिइरहनु भएको छ, तर त्यसको दीर्घकालीन इम्प्याक्ट पर्छ। जनताहरूले, पब्लिकहरूले, खेल प्रेमीहरूले मन पराएको खेल लोकप्रिय हुँदै जान्छ। खेल लोकप्रिय हुनु भनेको क्रिकेट अझै व्यापक हुनु हो, अझै समाजमा क्रिकेट प्रति लगाव हुनु हो। भाइ बहिनीहरू, साना साना बालबालिकाहरू यस्तै क्रिकेटको क्रेज बढेपछि अभिभावकहरूले पनि क्रिकेटमा भविष्य छ भनेर आफ्ना बालबालिकालाई चाहिँ अघि सार्नुहुन्छ र हाम्रो युवा भाइ बहिनीहरू पनि क्रिकेटका माध्यमबाट म केही गर्न सकु भनेर पनि यसमा जोडिने एउटा माध्यम हो। त्यस कारणले यो प्रतियोगिताको दोहोरो महत्त्व छ। क्रिकेट विकास, क्रिकेटको लोकप्रियता बढाउने र मनोरञ्जन सबै खाले यो प्रतियोगिता जुन भएको छ, त्यसका लागि मैले अघि नै यो आयोजक कोहलपुर नगरपालिका परिवारलाई हार्दिक धन्यवाद दिइसकेँ र मैले सुन्दै गर्दा यो प्रतियोगितालाई सफल पार्नको लागि धेरै सहयोगी हातहरू, उहाँको कन्ट्रिब्युसन धेरै थोरै होला, तर सबैले पोजिटिभली यो प्रतियोगितालाई सफल पार्नुपर्छ भनेर सहयोग गरेको देखियो। एउटा क्रिकेटका लागि सकारात्मक पक्ष हो र पछिल्लो समय यहाँले देखिरहनु भएको छ नेपालमा क्रिकेट विश्वकपपछि, वेस्ट इन्डिज र अमेरिकामा भएको विश्वकपपछि, त्यसपछि हामीले आयोजना गरेको नेपाल प्रिमियर लिगपछि सबै नेपालीको साझा, सबै नेपालीको आफ्नोपन भएको खेल क्रिकेट बनेको छ र पछिल्लो समय सरकारले, तीनै तहका सरकारले, सबै राजनीतिक दलले क्रिकेटको पूर्वाधारमा, क्रिकेटको विकासमा धेरै थोरै भए पनि कन्ट्रिब्युसन गरेको छ। खास गरेर स्थानीय तहका युवा प्रमुखहरू
मेयर साहबहरू गाउँपालिका अध्यक्षहरूले कुनै न कुनै रूपमा नगर मेयरको रूपमा या अन्य कुनै आफ्नो संस्कृति झल्कने नामले परम्परागत नामले प्रतियोगिताहरू गर्दै गर्दाखेरि त्यसको धेरै ठुलो योगदान चाहिँ नेपाली क्रिकेटले प्राप्त गरेको छ र पूर्वाधारका सभामा पनि अहिले धेरै स्थानीय तह प्रदेश सरकार र भर्खरै भएको केन्द्रीय बजेटबाट पनि क्रमशः क्रिकेटका पूर्वाधारहरूलाई चाहिँ वर्ल्ड क्लास अन्तर्राष्ट्रिय स्तरको ठुला कन्ट्रीहरू आएर पनि खेल्न सक्ने खालको एउटा वातावरण बन्दै गएको छ। यो खास भनेको यहाँहरू क्रिकेटलाई माया गर्ने दर्शकहरू क्रिकेटलाई माया गर्ने समर्थकहरूको कारणले हो, किनभने सामान्य यहाँहरूको दबावले प्रेसरले फेक्न नसकेर सरकारले बाध्य भएर क्रिकेटलाई चाहिँ एक खालको प्रायोरिटीमा राखेको छ। खेलकुद क्षेत्रमा अलिकति उत्साह छ, अलि बजेट बढेको छ, त्यो चाहिँ एउटा सकारात्मक पक्ष हो र पुनः मैले विजेता उपविजेता दुईटै टोलीलाई हार्दिक बधाई धन्यवाद र यो प्रतियोगितामा निम्ता दिनुभयो आदरणीय नगर प्रमुख र हाम्रो यो खेलकुद नगर खेलकुद विकास समितिको अध्यक्षज्यू र हाम्रो नेपाल क्रिकेट सङ्घको चिफ सेलेक्टर एलबी छेत्रीजी मेरो साथी पनि हुन्। हामी सँगै क्रिकेट बोर्डमा धेरै लामो समय बस्यौँ, प्रदेशदेखि लिएर केन्द्रसम्म, र उहाँले पनि एउटा यहाँ आउनका लागि खालको वातावरण बनाउनु भयो। त्यसका लागि म उहाँहरू लगायत सबैलाई कोलकातावासीलाई हार्दिक धन्यवाद आभार। पुनः यस्ता प्रतियोगिताहरूमा हाम्रो सहभागिता हुनेछ र यो कोवलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदान मलाई लाग्छ अहिले पनि नेपाल सरकारले सम्बोधन गरेको छ, तर अलिकति चाँड फास्ट ट्र्याकबाट बनाउनका लागि यहाँको राजनीतिक नेतृत्व मात्रै होइन, जनप्रतिनिधि यहाँको माननीय होला, मन्त्री होला, प्रदेश सांसद होला, उहाँहरूले चाहिँ त्यसलाई चाहिँ अलिकति एक्सेलरेट गर्नुपर्ने छ, दबाब दिनुपर्ने छ। चाँडोभन्दा चाँडो झन्डै 20 वर्ष अगाडि त्यो जग्गा प्राप्ति गर्दै गर्दा र म त्यसको उपाध्यक्ष थिएँ, क्षेत्र नम्बर 5 नेपालगञ्जमा उपाध्यक्ष थिए, एलबी छेत्रीजी अध्यक्ष हुनुहुन्थ्यो। त्यो बेला हाम्रो सुदूरपश्चिम क्षेत्र थिएन, हामीले चाहिँ धेरै यहाँ आएर मिटिङहरू धेरै यहाँ आएर हामीले चाहिँ क्रिकेटका बारेमा धेरै काम गरेका थियौँ। त्यसपछि म 2061 सालमा छुट्टै क्षेत्र बनाएर त्यसतिर क्रिकेट डेभलपमेन्ट सुदूरपश्चिमतिर लागेँ, तर त्यो 20 वर्षसम्म पनि चाहेको प्रगति नभएकोमा अलिकति चिन्ता छ। तर अब म यहाँ राजनीतिक नेतृत्वको अरू दलका को हुनुहुन्छ थाहा छैन, नेपाली काङ्ग्रेसका आदरणीय सभापति नारायण दाई हुनुहुन्छ, उहाँको नेतृत्वमा सर्वदलीय रूपमा त्यसलाई प्रेसरमा गरेर चाँडोभन्दा चाँडो इम्प्लिमेन्ट गरिदिनु, त्यसलाई चाहिँ सम्पन्न गर्ने काम चाहिँ हजुरबाट होस् र क्रिकेट सङ्घबाट त्यसपछि गर्नुपर्ने त्यहाँ ग्राउन्डमा राख्नुपर्ने कर्मचारी राख्नुपर्ने अन्य सेवा सुविधा क्रिकेटका सबै इक्विपमेन्टमा नेपाली क्रिकेट सङ्घ ओपनै छ। म कोलपुरको लागि म धेरै बोल्नु परेन, त्यसका लागि पुनः सबैप्रति हार्दिक धन्यवाद आभार बिदा हुन्छ। नमस्कार, जय नेपाल।